छ भित्र ठुलै बोरा लिएर बोरा होइन प्लास्टिक लिएर आएको छु कि ल ल के छ ए म त जुगा छ म त जुगा देखेर बेसी डराउने मान्छे नि फेरि खाल्टा खल्टी त केही हुन्न बरु लोटे नि हामी चाहिँ आज हेमकलाको बारीमा आएको छौँ के अरे मकै बारी करम करम हरियो काँक्रा करम करम होला नि आज चाहिँ हामीलाई हेमकलाले बोडी लिन आउनु दिदी मकै लिन आउनु दिदी भनेको थियो कि त्यही भएर हामी आएको हेमकला चाहिँ उता बोडी टिप्न गएको छ अरे तर हामीले चिने फर्स्ट टाइम आएकै हामी यहाँ चाहिँ कस्तो रमाइलो छ यताबाट शीतलो पनि कति राम्रो हो मकै फेरि है घोगा हेर्नु न यहाँ छ मकै खान्छ भनेर पुत्ला यो देखेर डराउँछ मलाई हेमकलाले फोन गरिरहेछ तर म उठाउँदिनँ है यस्तो राम्रो मकै यति राम्रो छ मकै है ओके यस्तो ठुल्ठुलो कति रमाइलो क्या हेमकला चाहिँ पर रहेछ कि अहिले चाहिँ हामीले देखिसक्यो उसले आमा त्यहाँ चाहिँ बोडी छ है कति धेरै लामोवाला बोडी अनि यहाँ चाहिँ मकै चाहिँ लास्टै राम्रो क्या यो मकै त आमा हामीले लगाएको मकै यस्तो हुँदैन त हेमकला तिमीहरूले मकैमा के हाल्छ कि आमामा मकै हेर न कस्तो राम्रो के भन्नुभयो कति सफा कति राम्रो हो आमामा मकै तिमीहरू यतै हो मकै कुर्न बस्ने भनेको ओहो कति रमाइलो रहेछ त तिमीहरू ल आमामा बोडी त कति धेरै हाम्रो लागि टिपेर राखिदिएको छ हाम्रो बहिनीले कति धेरै बोडी ए पानी आउँदा त मिल्दैन होला है फेरि कति रमाइलो छ कि साथी अन्त मजा हुने रहेछ रुख पनि बकाइदा राम्रो रहेछ भित्र छ प्लास्टिक फर्सीको मुन्ट ए सागको लान्छ फर्सीको साग बाबा टमाटर हेर यस्तो हो कि कृषि गर्ने भनेको यस्तो हुन्छ कृषि फार्ममा आएको छौँ हामी टिपे त हुन्थ्यो भयो पनि बिग्दैन र त्यो टिप्न चाहिँ अलि झ्याउदै हुन्छ होला तर बिग्थ्यो होला भाइ टमाटर टिपे त खोर्सानी नि हैछ धेरै पर्दैन क्या अलि मात्रै यो सबै तिमीहरूको हेमकला यो ब्याग देऊ ऊ त्यहाँ प्लास्टिकमा आया यति पो यहाँ ठिक होला तिमीहरू त हामीलाई के पो दिनु लागेको छ हामी के लाने म यहाँ बहिनीसँग हजुर टिप्नु म त्यो हेमकलासँग सागको मुन्टा हामी यो लिएर जाने होला नि ल यो लिएर टिप्नु धेरै पर्दैन बन्द पनि हैछ यहीँ फेरि आज दङ्गै छु है हेमकलाहरूको बारीमा आएर म दङ्गै छु है के पो छ यो बारीमा
मैले त प्लास्टिक ल्याइन त अलिक किन्दा महँगो किन्न पर्छ के त्यही भएर नि तिमीहरूले युज नगर्ने होला कि है झ्याउ लगाउनु फर्सीको मुन्टो पनि छ फर्सीको मुन्टो पनि हजुर त्यहाँमा आउनु भने छैन फल्दो पनि रहेछ नि त डल्लो मसिनो के बल्ल धान पनि लाउने है ल्याएन माथि साथीहरू हामी चाहिँ यहाँ ल यहाँ हेर्नु साथीहरू कति छ बोडी फल्दैछ टिप्दैछ के छैन रे जे रोप्यो त्यही फल्ने यहाँ बोडी हुन्छ सर अस्ति नि उता आउँछ र हिजो पनि आउँछ मामहरू आउनु भएको थियो त्यहाँ लगाइदिएको भयो 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 त्यो बोटलभित्र चाहिँ नुसा हालेको के मसिनो गीतहरू डरलाई चाहिँ किरिक 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 रहन्छ साथीहरू हामीले त पाइसक्यौँ तिमीहरू त्यो मकै दिएर म दङ्गै खाएको यति सफा यति मजाले फलेको फेरि के गर्छ त्यो पात फेरि घाँस तरकारी चाहिएमा सब्जीहरू चाहिएमा सम्पर्क गर्नु होला हाम्रो बहिनीकोमा भ्याइ नभ्याइ छ बारीमा टिप्ने मान्छे छैन क्या त्यतिकै कुहिएर बसिरहेछ हाम्रो यहाँ हेल्प गर्ने बहिनी पनि छ अझै के चाहिए पर यहाँ बसेर यहाँ सुगा धपाउने रे साथी के लिनु भएको यता च्यात नै रहेछ न पातहरू किन यता हरियो देखेर छ भनेको त तलको पात नकाटेर यहाँ बाक्लो देखिरहेछ तिमीहरू घाँस बोकेर जाने अब मकैबारी कर्याम कर्याम हरियो काँक्रा गर्याम गर्याम गीत मिलेन कति घाँस मिल्दैन होला नि अलि मकैबारी दर्याम दर्याम हरियो काँक्रा कर्याम कर्याम तिम्रो गाउँले आयो गाना बोलाउँदा
Ôi, điều sao mà nữa, tao